हेलो 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 वेलकम टु सुरभिस किचन। तपाईहरुलाई आज म यमरी बनाउन सिकाउँछु है त। यमरी चाहिँ विशेष गरी यमरी पुर्णिमाको दिनमा बनाउँछ, तर आजकाल सबैजनाले यमरी मन पराउने भएकोले यो बजारमा जहाँ पनि पाइन्छ। हामीलाई चाहिन्छ चामलको पिठो। मैले चाहिँ ताइचिन चामलको प्रयोग गरेको छु। तातो पानी राखेर मुसेर मैले अब प्लास्टिकमा राखेर आधा घण्टा 1 घण्टाको जति राखिदिएको छु। यसलाई चाहिँ अब हामीहरू एकछिनको लागि राखिदिएर अब सामग्रीहरू रेडी गरौँ है त। मैले खुवा लिएको छु, चाकु लिएको छु, अनि नरिवलको तुलो अनि तिलको तुलो। अब दुध अलिकति राखेर मैले यो चाकुलाई पगाल्न राखेँ। 2 चम्चा तिल राखेँ, अनि त्यसपछि फेरि नरिवलको तुलो 2 चम्चा 3 चम्चा हाले पनि हुन्छ। अनि मजाले चलाएर यतिको भएपछि चाहिँ यो चाकुको झोल रेडी भएको छ। अनि अब खुवाको लागि पनि रेडी गरौँ है त। दुध लिएको छु मैले, अलिकति दुध लिएर अब खुवालाई यसरी धुलो पारिदिने। धुलो पारेर राखिदिनुस् अनि मजाले यसलाई चलाउने। चलाएपछि त्यो डल्लो परेको सबै निस्किन्छ। अनि तपाईले 3 चम्चा जति नरिवलको तुलो अनि त्यसपछि 2 चम्चा जति तिल राख्दिएर फेरि चलाउने। अब यतिको भइसकेपछि यो पनि रेडी भयो। अब यो सबभन्दा गाह्रो चाहिँ हामीलाई चाहिँ यही हो। अब यमरीको कभर बनाउनलाई चाहिँ एकदमै गाह्रो हुन्छ। अब तेल मजाले हातमा लिने हैन। तेल लिएपछि चाहिँ यो फुट्नबाट बच्छ। गोलो पारेर हामीले साइडबाट त्यसरी नै एकचोटि रोल गर्ने। रोल गरेर तलको भागलाई हामीले मजाले चुच्चो बनाउने। चुच्चो बनाइसकेपछि अर्को एन्डमा चाहिँ हामीले फ्ल्याट गर्ने। फ्ल्याट गरेर तेलको सहायताले अलिअलि प्वाल गर्दै हामीले घुमाउँदै गर्ने। घुमाउँदै माथि हात लाँदै रोल गर्दै गर्नुपर्छ। हामीले तेल राख्यो भनेदेखि चाहिँ अलि यो फुट्नबाट चाहिँ बच्छ। अनि यतिको भइसकेपछि चाहिँ हामीले चाहिँ चाकु राख्ने। हेर्नुस् त त्यसरी नै गर्दै गर्ने। अब चाकु राख्ने। चाकु राखिसकेपछि चाहिँ फेरि त्यसलाई बन्द गर्नुपर्ने हुन्छ। अब हेर्नुस् त बिस्तारै मुख पार्टको चाहिँ अलिकति बन्द गर्दै लाने। अनि त्यसमा धेरै भएको चाहिँ फेरि त्यसरी नै अलिकति टुक्रा गरेर निकाल्ने। अब मैले चाकु र खुवा बनाएको हुनाले चाहिँ त्यो चाकु र खुवा कन्फ्युज नहोस् भनेर चाहिँ टाउकोमा चाहिँ मैले 2टा निकालेको छु, सेप निकालेको छु। फेरि एकचोटि राम्रोसँग अलिकति यसो घुमाएर अलिकति सपोर्ट गरेर चाहिँ ल हेर्नुस् त अब रेडी भयो। अब अर्को पनि म खुवा राखेर त्यसरी नै बनाउँछु। हेर्नुस् है त राम्रोसँग। त्यसरी नै रोल गर्दै गर्ने। खुवा राखिदिएको चाहिँ मैले चाहिँ एउटा मात्र सेप निकालिदिएको छु कन्फ्युज नहोस् भनेर।
त्यसरी नै रोल गर्ने अनि यो पनि रेडी भयो है त। अब सबै यमरीहरू रेडी भइसकेपछि चाहिँ तातो पानीमा एकदम उम्लेको तातो पानीमा राखिदिएर 15 मिनट जति छोपिदिने अनि यो मजाले पाक्छ र तपाईँको यमरी रेडी हुन्छ। हेर्नुहोस् त हाम्रो यमरी रेडी भयो। तपाईँहरू पनि यमरी यसरी नै बनाएर ट्राई गरेर खानुहोस् है त। धन्यवाद।